अमेरिकाले आफ्नो परराष्ट्र नीतिमा मोनेरो डक्ट्रिनलाई फेरि फिर्ता ल्याएको छ। मोनेरो डक्ट्रिनले के भन्छ त भन्दाखेरि वेस्टर्न हेमिस्फियर जहाँ चाहिँ नर्थ अमेरिका र साउथ अमेरिका यी दुईटा कन्टिनेन्ट छन्, द्याट इज द एरिया अफ युएसए। यी चाहिँ युएसए का प्रभाव क्षेत्र हुन् र यो क्षेत्रमा चाहिँ अन्य कुनै पनि शक्तिले कुनै पनि प्रकारका क्रियाकलाप गर्न पाइँदैन भनेको छ। र यही मोनेरो डक्ट्रिनलाई आत्मसात गर्दै चाहिँ अस्ति भेनेजुएलाको जुन चाहिँ राष्ट्रपति थिए तिनलाई चाहिँ अमेरिकाले अरेस्ट गर्यो। अब यसले के देखाउँछ त भन्दाखेरि अब यही मोनेरो डक्ट्रिनलाई आधार मान्ने हो भने रुसको एउटा प्रभाव क्षेत्र बन्न जान्छ। चाइनाको हिमालय पारी चाइनाको र हिमालय वारी जुन चाहिँ हाम्रो यो नेपाल क्षेत्र छ भनौँ, यहाँ चाहिँ भारतको प्रभाव क्षेत्र मानिन जान्छ। अब यो अवस्थामा जसरी विश्व अहिले हालको अवस्थामा ध्रुवीकरण भइरहेको छ अथवा मल्टिपोलार वर्ल्ड अर्डरमा जाँदैछ, यो मल्टिपोलार वर्ल्ड अर्डरमा जाँदै गर्दाखेरि हाम्रो संविधानमा हामीले जसरी यो असंलग्नताको परराष्ट्र नीति भनेर यो के भन्ने अब त्यो मुताको न्यानो अथवा त्यो निदाको अवस्था जस्तो गरेर हामी जुन बसिरहेका छौँ, के यसले नेपाल राष्ट्रलाई साँच्चै जोगाउन सक्छ? के समय अनुकूल रूपमा अब हाम्रो परराष्ट्र नीति परिवर्तन गर्ने समय आएको छैन? जहिले पनि असंलग्नताको परराष्ट्र नीतिले काम गर्दैन। देशलाई चाहिने परराष्ट्र नीति देशले अपनाउनु पर्छ र यदि समय सँगसँगै यदि यस्ता परराष्ट्र नीति र अन्य नीतिहरू परिवर्तन नहुने हो भने नेपालको नाम केवल इतिहासको पानामा मात्र रहन्छ।